आज हामी 5 स्टार होटलको तरिकाबाट चिया बनाउने तरिका सिक्छौँ। एकदम ओरिजिनल तरिकाबाट है। सबभन्दा पहिला यो सिटी हो, सिटी चियापत्ती हो। अनि यो येल्लो चियापत्ती हो, येल्लो टी भन्छ है त्यसलाई, येल्लो टी। यो 3 ग्राम हालिन्छ। यो येल्लो टी पनि 3 ग्राम हालिन्छ है। 3 ग्राम एउटा चियाको लागि। अनि यो चिनी 12 ग्राम हालिन्छ है। 12 ग्राम 12 3 18 12 3 15 16 17 18 है। 18 ग्राममा एउटा चियाको लागि क्वान्टिटी हुन्छ है। अब येल्लो टी 3 ग्राम हाल्ने। हेर्न सकिन्छ 6 ग्राम भएको छ। सिटिसी प्लस येल्लो टी है। सिटिसी 3 ग्राम, येल्लो टी 3 ग्राम मिलाएर 6 ग्राम भएको छ है। सिटिसी येल्लो टी 3 ग्राम एन्ड सुगर 12 ग्राम, टोटल 18 ग्राम। ओके, यो 18 ग्राम भइसकेको छ। हेर्नुहोस्, येल्लो टी 3 ग्राम, सिटिसी 3 ग्राम र सुगर 12 ग्राम, टोटल 18 ग्राम भइसक्यो है। यो एक क्वान्टिटी एउटा चियाको लागि तयार। 150 ml अब यतिमा 150 ml वाटर है। 150 ml एड अल इन वाटर। वाटरमा सबै तीनटै चिज हालिदिने। तीनटै चिज हालिदिउँ है। 3 ग्राम येल्लो टी, 3 ग्राम सिटी और 12 ग्राम चिनी है। तीनटा चिज हाल्यो। त्यो हालिसकेपछि अब यहाँ टेम्परेचर मिलाउने है। टेम्परेचर कति मिलाउने अन गर्ने यसलाई। यो 1000 मा छ नि, माइनस गर्ने, माइनस 1000 भयो हैन। अब टाइमिङ सेट गर्ने। टाइमिङ 10 मिनट है। 10 मिनट टाइमिङ भयो हैन। अब यो 1000 मा छ है। 10 मिनट। अब यसले उम्लिन दिने एकछिन। अब यो उम्लिन लागेको छ हेर है। उम्लिन लाग्यो। 2 मिनट बोइलिङ एड मिल्क। 2 मिनट उम्लेपछि दूध हाल्ने है। 8 हुन्छ त्यति बेला। अनि दूध हालेपछि एकचोटि उम्लेपछि 500 मा फेरि टेम्परेचर मिलाउने। 150 ml दूध हालौँ। उम्ल्यो हैन। उम्लेपछि 150 ml व्हेन बोइलिङ एड 150 ml मिल्क। देन हाउ टु वेट फर बोइलिङ। अब यो उम्लिसकेछ। व्हेन बोइलिङ टेम्परेचर माइनस 500। 500 मा टेम्परेचर बनाए माइनस गरे। व्हेन बोइलिङ हाई माइनस टेम्परेचर 500 है। अब यो टाइमिङ चाहिँ 5 मिनट पुगिसकेको छ। टाइमिङ भन्दाले पनि 500 पुग्यो हैन। लास्ट 2 मिनट पुगेपछि 2 मिनट बच्छ नि। 10 मिनटको हामीले लगाएको छौँ। लास्ट 2 मिनट बचेपछि फेरि 1000 मा लगाएर यसलाई एकचोटि उमाल्दिने। व्हेन अन्टिल 2 मिनट लास्ट 2 मिनट यो प्लस दिस 1000 टेम्परेचर। ओके, नाउ 500 500 बाट 1000 लगाउँ लास्ट 2 मिनटमा है। अब अहिले 500 को टेम्परेचरमा 3 मिनट पुगेछ है त। 2 मिनट हुँदाखेरि 1000 पुगाउने। व्हेन 2 मिनट लास्ट 2 मिनट भयो। अब यो 1000 टेम्परेचर पुगाउने। 1000 भयो। 1000 मा लास्ट टाइमिङ एन्ड तक 10 मिनट सकिन्छ। यो अटोमेटिक स्टप हुन्छ है। स्टप हुन्छ। ल त्यसरी अब बुझिहाल्नु भयो हैन। अब यो टाइमिङ फिनिस हुन्छ। यो 1000 मा हो। लास्ट 2 मिनट भयो। 2 मिनट छ टाइमिङ। 2 मिनटमा अटोमेटिक बन्द हुन्छ। टाइमिङ हामीले 2 मिनट फिट गरेको छौँ। 10 मिनटबाट 2 मिनट बचेको छ। अब यो 1000 सम्म 2 मिनटसम्म उम्लिन्छ। त्यसपछि रेडी हुन्छ है। अब सबभन्दा पहिला पानी उमाल्ने। पानीमा त्यो मिक्स प्याकेट हाल्ने। मिक्स प्याकेट हालेर उमाल्ने। उमालेको 8 मिनट भएपछि दूध हाल्ने है। 8 मिनट
भएपछि दुध हालेपछि फेरि उम्लिन्छ। उम्लेपछि 500 डिग्री टेम्परेचरमा आउँछ अनि 500 डिग्रीमा लास्ट 8 मिनटसम्म पाकेपछि अनि फेरि उम्लेपछि अनि 2मा जब आउँछ त्यसमा 1000मा गर्छ। 1000मा गरेपछि अब यो उम्लिरहेछ लास्ट 1000 है। When time 1 minute after automatic off, then after ready, okay. 1 मिनट रहन्छ। 1 मिनट रहेपछि यो आफै बन्द हुन्छ। बन्द भएपछि त्यहाँ चाहिँ रेडी हुन्छ। रेगुलरली हाम्रो घर गाउँमा खाने यो 5 स्टारको तरिकाले हो। 5 स्टारको स्टाइलले बनाएको ओरिजिनल स्टाइल है, रियल तरिका चिया बनाउनु। मेजरमेन्ट यस्तै हो। यसरी त 1100 टी यु मेक सेम मेजरमेन्ट। यसरी नै तपाईँले यो एउटा टीको एउटा चिया बनाउने यो नापतोल हो। यसले तपाईँले यही नापमा तपाईँले 100,000 जति चिया बनाउनु सक्नुहुन्छ। 10 मिनट टाइम फिनिस, टी इज रेडी। चिया तयार भएको छ। 10 मिनट सक्यो, आफै बन्द भयो अटोमेटिक। यो चियालाई यसरी छान्नुहोस् स्ट्रेनरमा। यो चिया रेडी भएको छ। यो ओरिजिनल तरिकाबाट, यो 5 स्टार होटेलको तरिकाबाट बनेको चिया हो। यसरी नै हो।